सबैभन्दा पहिले साथीहरू तपाईँहरू यहाँ फेसबुक भन्ने अप्सन देख्नुहुन्छ। फेसबुक भन्ने अप्सनमा जानु होला। त्यहाँनिर गएपछि तपाईँहरू एउटा कुनै एउटा भिडियो चुज गर्नु होला। त्यो भिडियो चुज गरेर तपाईँले सेयर भन्ने बटनमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि यो कफी लिङ्क भन्ने अप्सन देख्नुहुन्छ। त्यहाँनिरको कफी लिङ्कमा क्लिक गरेपछि तपाईँहरू त्यो लिङ्क कफी हुन्छ। त्यहाँ लिङ्क कफी भइसकेपछि तपाईँहरू ब्याक जानु होला। त्यहाँ गइसकेपछि तपाईँहरू यहाँनिर देख्नुहुन्छ क्रोम ब्राउजरमा जानु होला। त्यहाँनिर तपाईँहरूले गएर सर्च गर्नु होला www.facebook.video-download भनेर त्यहाँनिर सर्च गर्नु होला। त्यहाँ सर्च गरेपछि तपाईँहरूले साथीहरू यस्तो देख्न सक्नुहुन्छ। यहाँनिर क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि साथीहरू त्यहाँनिर तपाईँहरूले लिङ्कलाई त्यहाँनिर पेस्ट गर्नु होला। त्यहाँ पेस्ट गरेर तपाईँ डाउनलोडमा थिच्नु होला। त्यहाँ थिचेर तपाईँहरूले यहाँ देख्नुहुन्छ नर्मल क्वालिटी र डाउनलोड भिडियो एचडी भनेर तपाईँ एचडीमा तपाईँले सिलेक्ट गर्नु होला। त्यो गरिसकेपछि साथीहरू यो भिडियो डाउनलोड भइसकेको छ। त्यहाँनिर देख्न सक्नुहुन्छ साथीहरू। म गएर ग्यालेरीमा गइरहेको छु। ग्यालेरीमा गएर तपाईँहरूलाई देखाइरहेको छु। त्यहाँनिर म ग्यालेरीमा गएँ साथीहरू। उहाँ देख्न सक्नुहुन्छ भिडियो डाउनलोड भइसकेको छ। यसरी तपाईँहरूले भिडियो डाउनलोड गर्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई पनि आवश्यक परेअनुसार डाउनलोड गर्न